हेलो गाइस, नमस्ते, वेलकम टु माई ब्लग। आज चाहिँ हामी बुढाबुढी माई खोला जाने भनेर गाडी रुँगेर बसिरहेको छौँ। फाइनली गाडी पनि आयो अनि हामी सिटमा बस्यौँ। हामी स्ट्यान्डमा उत्रौँ अनि अटो लिएर जाँदैछौँ, किनकि त्यहाँबाट अहिले बस जान दिएको छैन नि त। आज मेलाले गर्दाखेरि एकदम भिडभाडहरू छ अनि त्यही भएर गाडीबाट उत्रेर एउटा अटो रिजर्भ गरेर हामी चाहिँ जाँदैछौँ। फाइनली गाइस हामी पुग्यौँ। हेर्नु न कस्तो भिडभाड, मान्छेहरूको कस्तो भिड क्या। आमामा, म त फर्स्ट टाइम गएको है, यस्तो भिड हुँदो रहेछ। यहाँ हेर्नु न भिड, म त छक्क परेँ। धुलो त्यस्तै, गर्मी त्यस्तै, भनौँ न गाडीहरू जाम लागेको यस्तो जाम छ है, एकदमै भिड रहेछ आज त। म पनि एउटा भिडियो खिचौँ न त बुढोसँग भनेर यसो नक्कल पारिदिएको, तर घामले आँखा पनि हेर्न सकिनँ मैले, यस्तो घाम लागेको थियो आज। अनि यहाँ पुलमा यस्तो जाम लागेको गाडीहरू, यस्तो भिड थियो आमामामा। यस्तो धुलो चाहिँ नि गाइस, म त नसकेर एउटा मास्क किनेँ अनि बुढोले एउटा भिडियो गरिदिनु न भनेको, यस्तो गरिदिनु भयो हेर्नु न। अनि गाइस हामी चाहिँ फाइनली सबै घुमेर फेरि घर रिटर्न हुनुभएको। यस्तो भिड थियो, गाडीहरू पनि पाएको थिएन, बल्ल बल्ल गाडी पायो। फाइनली गाइस अलिअलि सपिङ गरेर हामी चाहिँ अब यता रुम जाँदैछौँ है।